मृत्युको नजिक पुगेर फर्किँदाको अनुभूति चाहिँ कस्तो हुन्छ? खुसी लाग्छ म बाँचेँ भनेर? केही न केही गर्नु छ के दाइ। त्यो हस्पिटलमा हुँदाखेरि 17 दिनपछि मैले थाहा पाएँ म बन्द भएको भनेर होइन। तैपनि मलाई यो लेभल त्यो लेभलसम्मको पेन किलर दिन्थ्यो कि म फुल हेलुसिनेसनमा के। म हस्पिटलको बेडमा छु होइन, तर मलाई मन्दिरको अगाडि लर राखिदिएको छ क्या दाइ। म मन्दिरको ढोका अगाडि गएर मजाले सुतेको छु क्या ल। हेलुसिनेसनमा खालि मन्दिर मात्रै देख्ने क्या, खालि मन्दिर मात्रै देख्ने क्या दाइ। त्यो एउटा दियो बलिरहेको छ अरे होइन, यो देखेकै क्या दाइ। मेरो त्यो हेलुसिनेसन हुँदाखेरि मैले त्यो कुरा मैले त्यो भने पनि थिएँ क्या भित्री मनमा, यो दियो निभ्यो भने चाहिँ भगवान् होइन म मर्छु होइन, त्यो यो दियो चाहिँ ननिभाइदियो है भनेर क्या। त्यो प्रे गरे क्या त हेलुसिनेसन हुँदाखेरि पनि। त्यो दियो बलेको बले गरेको हो क्या महादेवको उसमा, त्यो दियो बलेको बले गरेको, त्यो दियो निभेन क्या दाइ। म बाँचेर आएँ क्या, त्यो रिजन छ क्या। मैले त्यस्तो हेलुसिनेसनमा पनि त्यस्तो, किनकि भगवान्को मन्दिर मात्र अगाडि गएर खालि घन्टा बजाएर पूजाहरू गरेको, भजनहरू गाएको, भगवान्को त्यो देउतामा ढोका अगाडि नै गएर म त्यसरी सुतेको देख्नु भनेको मलाई भविष्यमा केही न केही गर्नु छ भगवान्ले फिर्ता ल्याएको हो क्या। त्यो बेलादेखि चाहिँ मैले भगवान् मानेको हो क्या दाइ।